हुन त म राष्ट्र स्वतन्त्र पार्टीको मान्छे होइन, तैपनि तपाईहरूलाई के लाग्छ यस्ता झिँगा मसिनाहरूले पार्टी त्याग्दैमा रवि लामिछाने कमजोर हुन्छ? त्यस्तो भ्रममा नपर्नुस्। देशका अधिकांश युवाहरू मिडियादेखि कलाकारसम्म लगभग 90% रवि लामिछानेको सपोर्टमा छ। जेनजी आन्दोलन सिर्जना भएकै रवि लामिछानेले गर्दा हो। 23 गतेभन्दा अगाडिको हरेक एमाले काङ्ग्रेसका पोस्टहरूमा हेर्नुभएको छ होला, जसले पनि केपी ओलीले पनि पोस्ट गर्दाखेरि जय घन्टी जय रवि लामिछाने भनेर नारा लाग्थे। भनेपछि त्यो डरले केपी ओलीले मिडिया नै बन्द गरेको। त्यही भएर त्यो द्वन्द्व सिर्जना भएको जेनजी आन्दोलनको। भनेपछि आफै सोच्नुहोस्, यस्ता झिँगा मसिना अवसरवादीहरूले पार्टी त्याग्दैमा रवि लामिछाने कमजोर हुँदैन। त्यसैले निर्धक्क भएर 21 गतेको चुनावमा रवि लामिछानेलाई सपोर्ट गर्नु है।